धन्यवाद छ कार्यक्रम सञ्चालक ज्यूलाई। आजको यस मङ्गोल नेसनल अर्गनाइजेसन गण्डकी प्रान्तीय सभाद्वारा आयोजित आजको यस मङ्गोल नेसनल अर्गनाइजेसनको 37औं स्थापना दिवस सभाका सभाध्यक्ष महोदय र आजका प्रमुख अतिथि मङ्गोल नेसनल अर्गनाइजेसन केन्द्रीय सभाका मूल सचिव सन्तोष तामाङज्यू, विशिष्ट अतिथिज्यूहरू र डाँसमा आसीन अतिथिगणहरू र आजको यस कार्यक्रमलाई सभ्य र भव्य रूपमा सम्पन्न पार्नको निमित्त विभिन्न जिल्लाबाट, विभिन्न गाउँपालिका, नगरपालिका र विभिन्न वडा टोल सभाबाट पाल्नुभएका मङ्गोल प्रेमी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा मङ्गोल नेसनल अर्गनाइजेसन केन्द्रीय सभाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँहरूलाई जुझारु क्रान्तिकारी सेल्युट टक्राउन चाहन्छु। स्वीकार्नुहोस्। जय मङ्गोल। समय छोटो छ किनकि मौसमले पनि हामीलाई निकै च्यालेन्ज गरिरहेको छ र आजभन्दा 37 वर्ष अगाडिको यही दिनलाई सम्झिने हो भने विगतका समयलाई सम्झेर ल्याउँदाखेरि आज हामी यो अवस्थामा आइपुगेका छौँ कि जुन चिज हाम्रो शरीरभरि विभिन्न किसिमका, विभिन्न भेराइटीका ज्याकेटहरू, कोटहरू, टोपी, जुत्ता, चप्पल, मोजाका सुविधाहरू आइसकेको युग र आइसकेको समयमा हामी आज यो मौसमसँग च्यालेन्ज गरिरहेका छौँ। सम्झिनुहोस्, आजभन्दा 37 वर्ष अगाडि तपाईँ र मेरो पुर्खा र नेपालको स्थिति, तपाईँ र मेरो खुट्टामा न त जुत्ता थियो, न त चप्पल थियो, न त यति न्यानो दिने ज्याकेट, कोट, स्वेटर र टोपीहरू नै थियो। र तपाईँ र मैले आज यो मौसमलाई, जुन चिज एउटा माघले एउटा पुसले जाडो जाँदैन भनेको जस्तै यो वर्षै पछि आउने जाडो हो, वर्षै पछि आउने गर्मी हुन्छ र 37 वर्ष अगाडि आजकै दिनमा जुन जाडो थियो, जाडो त त्यही नै थियो होला, तर मङ्गोल नेसनल अर्गनाइजेसनका संस्थापक प्रेसिडेन्ट महामानव डाक्टर गोपाल गुरुङज्यू र समय यति सहज तरिकाले जुन चिज तपाईँ हामी यो कार्यक्रम सम्पन्न गरिरहेका छौँ त्यो स्थानमा पनि हुनुहुन्थेन र यो आजको समय जुन चिज तपाईँ हामीले पाइरहेको सेवा सुविधाको समयमा पनि हुनुहुन्थेन र आजभन्दा 37 वर्ष अगाडि काठमाडौँको भद्रकोट जेलमा एउटा सिमेन्टी र बालुवाले प्लास्टर गरेको एउटा चिसो भुइँमा जुन चिज आजको दिनमा हामीले पाइरहेको चिज डाक्टर गोपाल गुरुङज्यूसँग थिएन, तर पनि मङ्गोल नेसनल अर्गनाइजेसन जुन चिज एउटा बच्चा जन्मिनको लागि एउटा आमाको गर्भबाट जुन पीडा सहेर एउटा आमाले बच्चा जन्माएको हुन्छ, त्यो जन्माउने कुरा र त्यसको पीडा जुन मान्छेले बच्चा जन्माएको हुन्छ त्यसको पीडा उसले मात्रै भोगेको हुन्छ भनेको जस्तै मङ्गोल नेसनल अर्गनाइजेसन जन्माउनको निम्ति मङ्गोल नेसनल अर्गनाइजेसनका फाउन्डर प्रेसिडेन्ट महामानव डाक्टर गोपाल गुरुङज्यूले पनि काठमाडौँको भद्रकोट जेलको चिसो भुइँबाट मङ्गोल नेसनल अर्गनाइजेसनलाई यही चिसो मौसमको बावजुद पनि मङ्गोल नेसनल अर्गनाइजेसनको स्थापना गरेर मङ्गोल नेसनल अर्गनाइजेसनको जन्म दिएर जन्माइसकेपछि आज मङ्गोल नेसनल अर्गनाइजेसनको उमेर भनेको 36 वर्ष पुरा भएर 37 वर्षमा प्रवेश गरिरहेका छौँ र एउटा प्रकृतिको नियम छ, कुनै पनि चिज जन्मिसकेपछि कुनै एउटा बच्चा एउटा
संवैधानिक बच्चा एउटा लिगल बेबी र मान्छेको बेबी जन्मिने बित्तिकै ऊ हिँड्न पनि सक्दैन, ऊ धेरै पटक लडेको हुन्छ, ऊ बोल्न पनि सक्दैन। र त्यो बेबी जब आफ्नो प्राकृतिक नियमअनुसार ऊ बढ्दै जान्छ, हुर्किँदै जान्छ र आफ्नो प्राकृतिक नियमअनुसार बोल्न पर्ने, हिँड्नु पर्ने, दौडिन पर्ने एउटा आफ्नो शरीरभित्र जुन चिज बल भरिने कुरा भरिसकेपछि, जुन चिज विवेक आइसकेपछि जुन कुराहरू निर्णय गर्ने ठाउँमा निर्णायक बन्दै जान्छ, त्यो उमेर भनेको तपाईले सम्झिनुस्। तपाईको छोराछोरी आफ्नै उमेरलाई पनि फर्केर हेर्दाखेरि जब मान्छेको जस्तै 35 वर्ष पुरा गरेको मान्छेले आफ्नो स्वविवेक लाएर के सही के गलत छुट्याउन सक्ने एउटा बौद्धिकता तयारी भइसकेपछि आफ्नो घर सम्हाल्ने, आफ्नो एउटा परिवारको जिम्मेवारीलाई वहन गर्ने एउटा जिम्मेवारी बन्छ। त्यो भनेको हाम्रो मङ्गोल नेसनल अर्गनाइजेसनले आज 35 होइन 36 वर्ष पुरा गरेर 37 वर्षमा प्रवेश गरिसकेको छ। यसकारणले मङ्गोल नेसनल अर्गनाइजेसन हिजोको दिनमा आफू एउटा कमजोर हुँदाहुँदै पनि, एउटा हार्ने निश्चित हुँदाहुँदै पनि मङ्गोल नेसनल अर्गनाइजेसनले विगतका थुप्रै निर्वाचनहरूमा आफ्नो उम्मेदवारी दर्ता गरेर मङ्गोल नेसनल अर्गनाइजेसनले निर्वाचनहरूमा आफ्नो उम्मेदवारहरूलाई अगाडि सारेर निर्वाचनको लडाईँ लड्दै आएको थियो। र आज जुन चिज प्रकृतिको नियमअनुसार मङ्गोल नेसनल अर्गनाइजेसनको एउटा उमेरले पनि 36 वर्ष पुरा गरेर एउटा 37 वर्ष पुरा गरेको एउटा युवाको, एउटा शक्तिशाली युवाको सोच, शक्तिशाली युवाको विचारले, शक्तिशाली युवाको एउटा शक्तिले अब जस्तो सुकै निर्णय गर्नको लागि पनि एउटा बौद्धिकताको लेभल पार गरिसकेको हुन्छ र जस्तो सुकै लडाईँ लड्नको लागि पनि ऊ शक्तिशाली बनिसकेको हुन्छ। यसकारणले अब मङ्गोल नेसनल अर्गनाइजेसन पनि यो देश एउटा आफ्नो परिवार सम्हाल्नको लागि एउटा मान्छे हाम्रो एउटा जिम्मेवारी बनेको जस्तै मङ्गोल नेसनल अर्गनाइजेसनले पनि अब यो देश सम्हाल्नको लागि, यो देशको परिवर्तनको लागि, यो देशको आमूल परिवर्तनको लागि, यो देशको 80% हिन्दू मूलवासी मङ्गोलहरूको अधिकार र अस्तित्वको निम्ति अब मङ्गोल नेसनल अर्गनाइजेसनले जस्तो सुकै कदम चालेर आफ्नो देश, आफ्नो गुमेको अधिकार र अस्तित्वलाई फिर्ता गर्नको लागि मङ्गोल नेसनल अर्गनाइजेसनले अगाडि बढिरहेको छ। यसकारणले भावी आउने सन्ततिको उज्जवल भविष्यको निर्माण गर्नको निम्ति अब मङ्गोल नेसनल अर्गनाइजेसनले जस्तो सुकै कदम चाल्न पर्ने पनि तयार भएर अगाडि बढिरहेको छ। आज हामी नेपाललाई मात्रै नभएर एउटा यातायात र सञ्चारले एउटा संसार नै गाउँ बनेको छ, संसार नै साँगुरिएको छ। आज हामी विदेशको विकसित मुलुकहरूको एउटा इतिहासलाई हामीले पढेर आयौँ, हामी पढौँ र इतिहासमा जुन देश विदेशी शक्तिको हातमा र विदेशी साम्राज्यवादीको हातमा भइन्जेलसम्म त्यो देश विकास र परिवर्तनको एउटा कुनै पनि कारण नहुने र परिवर्तन नहुने कुराहरू हामीले इतिहासहरूलेबाट हामीले पढिसकेका छौँ र अध्ययन गरिसकेका छौँ। अब यही देशमा जन्मिनुभएका महामानव सिद्धार्थ बुद्धको पनि कुरा त्यही छ। एउटा सिद्धार्थ थारूको बच्चाको एउटा कुरा नगरिकन बुद्ध भन्ने बित्तिकै एउटा बुद्धिको कुरा आउँछ। बुद्ध शिक्षा जुन ज्ञान भन्ने कुरा आज विश्वले बुझेको छ, विश्वले जानेको छ। विश्वले आज नेपालमै जन्मिनु भएका सिद्धार्थ बुद्धको ज्ञान लिएर आज विकसित मुलुकहरूले आज जुन खालको परिवर्तन, जुन खालको एउटा चरम बिन्दुमा पुग्ने गरेर एउटा विकासको परिवर्तनहरू गरिरहेका छौँ, त्यो भनेको सबैभन्दा पहिला चेतनापछि बुद्धिको कुरा आउँछ। हामी नेपाली नागरिकहरूको यही देशमा जन्मिनुभएका सिद्धार्थ बुद्धको
यो देशको नागरिक र यो देशको सरकारमा बस्ने नेतृत्वहरू र नेताहरूमा, यो देशको राष्ट्र प्रमुखहरूमा जुन चिज उसको मस्तिष्कमा बुद्ध छैन, जुन देशको नागरिकमा बुद्ध पछिको बुद्धि छैन, बुद्धि नै नभइसकेपछि कुनै पनि परिवार, कुनै पनि घर, कुनै पनि देश र कुनै पनि परिवर्तनहरू कहिले पनि सम्भव हुँदैन। यस कारणले मङ्गोल नेसनल अर्गनाइजेसनले आज राजनीति मात्रै गरिरहेका छैनौँ। मङ्गोल नेसनल अर्गनाइजेसनले चेतनाविहीन भएर बाँच्नु बाध्य भएका नेपाली नागरिकहरूको चेतनशील एउटा चेतना भर्ने, चेतना छर्ने काम पनि गरिरहेको छ। यस कारणले भोलिको दिनमा अब हामी नेपालीहरू पनि, हामी यो देशको समग्रमा 80% हिन्दू मूलवासी मङ्गोलहरू चेतनाविहीन, अधिकारविहीन, अस्तित्वविहीन भएका छौँ र सबै कुराहरू प्राप्त गर्नको निम्ति हामीले बुद्ध, बुद्धि र महामानव डाक्टर गोपाल गुरुङज्यूले जन्माउनु भएको मङ्गोलवाद दर्शन अब हामी अझै पनि अँगाल्न ढिला गऱ्यो भने, अध्ययन गर्न ढिला गऱ्यो भने, ग्रहण गर्न ढिला गऱ्यो भने अझै निकै वर्ष पछाडि धकिलिने जुन खालको एउटा परिस्थिति आउँदैछ, त्यो नआउनको निम्ति अब हामीले एउटा निर्णायक भोट निर्णय गर्ने बेला भएको छ। यस कारणले मङ्गोल नेसनल अर्गनाइजेसनले उठाइरहेका मुद्दाहरू र जुन खालको एउटा संसारमा जुन विकसित मुलुकहरूले गरिरहेको परिवर्तनहरूलाई हामीले छिमेकी मुलुकहरूबाट, हाम्रै छिमेकी मुलुक चाइनाबाट केही कुरा सिक्नुपर्नेछ। चाइना आज हिजोको दिनमा एक पुस्ता अगाडि मात्रै तपाईँ हाम्रै स्थितिमा, तपाईँ हाम्रै परिस्थितिमा गुज्रिरहेको चाइनिज नागरिकहरूको आज हैसियत कहाँ पुगेको छ र जुन चिज मङ्गोल नेसनल अर्गनाइजेसनले उठाइरहेको छ त्यो चिज भनेको यो देशको कमारा, यो देशको हामी कमारा बनेर कुनै पनि नागरिकले गुलाम गरेर बाँच्नु नपर्ने खालको एउटा यही देशको मालिक बनेर, मालिकको एउटा अनुभूति गरेर यो देशलाई मालिक बनेर चलाउनको निम्ति, यो देशलाई परिवर्तन गर्नको निम्ति अब यो देशलाई आमूल परिवर्तनको निम्ति मङ्गोल नेसनल अर्गनाइजेसनको जरुरी छ। यस कारणले अब मङ्गोल नेसनल अर्गनाइजेसनले जुन खालको विगतका निर्वाचनहरूमा पनि भाग लिँदै आएको छ र आसन्न यो मध्यवर्तीको निर्वाचन जुन अन्तरिम सरकारले गर्दैछ, फागुन 21 को निर्वाचनमा पनि अब हामीले एकपटक फेरि हामीले कठोर निर्णय, हामीले धेरै विचार गरेर, धेरै गम्भीर भएर हामीले निर्णय गर्न पर्ने दिन आएको छ। यस कारणले तपाईहरू कहीँ पनि विचलित नभइकन मङ्गोल नेसनल अर्गनाइजेसनको यो मङ्गोलवाद दर्शनलाई बुझेर एउटा गहिराइमा गएर मङ्गोल नेसनल अर्गनाइजेसनको निर्वाचन एउटा चुनाव चिन्ह कुखुराको भालेमा देशैभरिको प्रत्यक्ष समानुपाते मङ्गोल नेसनल अर्गनाइजेसनको उम्मेदवारहरूलाई विजय गराउनुहोस् भन्ने आह्वानका साथ यहाँहरूको बिचमा समय छोटो छ। यहाँहरूको बिचमा फेरि यस्तै कार्यक्रममा भेट्ने बाचाका साथ यहाँहरूमा अहिलेलाई छुट्टी दिएको। जय मङ्गोल।